करेला अनि त्यसपछि यो हाम्रो हजारी फुल हरियो चिराहरू सब फुट्यो गाइज यस्तो मात्रै छ तपाईलाई स्वागत छ हाम्रो मेरो न्यू ब्लगमा सानो छोटो मिठो ब्लगमा हजुरहरूलाई स्वागत छ यो हाम्रो यही सिमीहरू फल्दैछ टक्क लगाएर धेरै धेरै भिजिट गर्न पाइँदैन महिनाको एकचोटि आउँछौँ हामी यहाँ जस हरियाली ठिकै छ अनि यो मकै हेर्नु गाइज मकै फल्यो भने म तपाईहरुलाई अनलाइन भयो नि चखाउँछु मकै भयो अनि यस्तो हाम्रो बारीहरू करेसा बारीहरू यो पुरानो घर हो कि यो यो भत्केर यस्तो भएको छ यो झुल्दो झुल्दो भएको छ अनि यता फेरि यो आरबोक्राको बुढा अहिले धेरै फल्यो जोस् 12-13 हजारको हामीले बेच्यौँ यो आरबोक्राको अनि गाइस यहाँ फेरि के लाउनु भएको छ मम्मीले ठ्याक्क थाहा भएन के लाउनु भयो अनि यो हाम्रो यो के भन्छन् अरे ठ्याक्क यादै भएन है यसको नाम थाहा छ भने हजुरहरूले भन्दैन होला है यसको अमिलो हो कि जस्तो लाग्छ है मलाई यो चाहिँ उन्नियो हो अघि छ हाम्रो यो बारीमा अब यो दाउराले म आफै तर्सेको कि भगवान् ओ माई गड यो चाहिँ हाम्रो दुधिल्लाको बुट्टा यति ठुल्ठुलो रुख भइसक्यो होइन तपाईँहरू कुरै नगर्नु पहिला बुवा हुने बेलामा चाहिँ त्यो बुट्टाहरू यति धेरै थिएन कि सानो थियो अनि फर्सीको मुन्टा कस्तो राम्रो छ हरियाली रमाइलो जोस् अनि यसरी मल किनेर बारीमा हाल्नुपर्छ अनि म खासमा दाउरा लिन आएको भित्र दाउरा हामी यस्तै राख्छौँ यहाँ दाउरा पनि लिएर आएको यो हाम्रो पुरानो घर हो है गाइस पहिला हामी सानो हुने बेलाको हामीले खाने पानी चाहिँ यस्तो घैटो छोरी आऊ घर जादिन हौ ल तिमी काम गर ल म घर गएर पिठो मुच्छु म पिठो मुच्छु गाइस आलु उसिनिदिन्छु अब एकछिनमा कस्तो छ क्या हाम्रो त्यहाँ भाँगो चटनी खाने भए चाहिँ आउनु होला है आलु लगेर उसिनिदिन्छु काम गर्नेलाई खाने हुन्छ नि त हाम्रो माइती घरमा यस्तो छ है रमाइलो छ यतातिरको वातावरण या हाम्रो आलु त यस्तो छ त यहाँ ब्रान्चमा भिजिट गर्नु होला तपाईँलाई यदि आलु चाहिएको छ भने सम्पर्क गर्नु होला है यो पनि कुहिएको फेरि आलु छान्नुपर्छ पुरै यो आलु फेरि पुरै छानेर उसिनेर खानु पर्यो पहिला त्यो कुहिएको आलु पुरै छान्नुपर्छ क्या त्यो कुहिएको छ नि त कुहिएको आलु छान्नुपर्छ राम्रो राम्रो आलु उसिनिदिनु पर्यो काम गरेर आएको भोक मानेर हुन्छन् के गर्नु एउटा काम गर्न मन लाग्दैन मलाई त झन् यो बारीमा त ठिकै होइन कति नै खाला नि ल 2 जनाले सिधा आलु उसिनिदिनु पर्यो हाम्रो यतातिर आलु चाहिँ 35 रुपियाँ केजी छ है यता हजुरहरू कसैले मेरो भिडियो हेर्दै हुनुहुन्छ नि 35 रुपियाँ किलो छ है आलु यति भए इनफ हुन्छ जस्तो लाग्छ मलाई धेरै उसिनिदिनु चाहिँ भने चाहिँ फालिन्छ सेतो आलु चाँडो कुहिन्छ भन्छन् त्यो सेतै उसिनिदिन्छु म हेरेर फाल्छु अनि उसिन्छु अब आलु उसिनेर